आज चाहिँ हामीले घरमै बनाउँदैछौँ स्पेशल मोमो अनि रामेन चौचौको भण्डार। ओखो क्या गजब हुने है यो खाना त। हेलो एभ्रिवान, आज चाहिँ म छड्के टोपी लगाएर हिजो हामी दाइ भाइ बीच फुड च्यालेन्जिङ भिडियो बनाउने भनेर सल्लाह भएको थियो। हो, आज त्यही भिडियो बनाउने भनेर हामी सबैजना मिलेर त्यहीको लागि तयारी गर्दैछौँ। अब सुरुमा भिडियो नचल्दै फजुल खर्च गर्न पनि भएन, त्यसैले बजारबाट सामान अर्डरै नगरी घरमै अर्ग्यानिक तरिकाले बनाउँदैछौँ। म यता आइ नपुग्दै कति छिटो केटाहरूले त सामान काटकुट पारेर पनि रेडी बनाइसकेका रहेछन्। अनि आउन साथ म पनि लाग्छु आफ्नो काममा। मेरो चाहिँ लाउनेदेखि काम गर्नेसम्म स्टाइल नै फरक छ के ग्याङहरू। टक्क टाउकोमा छतरे टोपी, आँखामा झिल्के चस्मा, होइन हिरो नै देखिएको छु क्या हो। मसँग त यो काम भन्ने चिजमा मेरा ग्याङहरूलाई लेभलै मेन्टेन गर्न गाह्रो पर्छ के। मोमो पनि पकाउँदै चौचौ पनि बनाउँदै एकैचोटि दुईवटा काम सम्हाल्दैपछि भएन त गजब। चौचौ चाहिँ क्या दामी बन्दिरहेको के ग्याङहरू, अहिले नै खाइदिउँ जस्तो। अनि अर्को कुरा, भिडियोलाई यतिसम्म हेरिसक्नु भएको छ भने प्लिज भिडियोमा लाइक अनि फुल वाच गरेर जानु होला, ताकि तपाईहरुलाई पनि राम्रो राम्रो कन्टेन्ट अनि मलाई पनि मोटिभेसन मिलिरहोस्। ल ग्याङ, यता सामान पनि सबै रेडी भइसक्यो, त्यसपछि हामी टेबल सेबुल बोकेर लाग्छौं जंगलतिर। आजलाई भिडियो यति नै हुन्छ, मिलौला नेक्स्ट भिडियोमा। बाइ बाइ।